I'm in the follower list of BBC नेपाली. Oh my god, यसलाई एकचोटि रिफ्रेस गर्छु यार. फेरि एकचोटि हेर्छु यार. हो म त्यहीँ छु, अझै छु यार, अझै छु यार, म त्यहीँ छु यार, म यार. गाइज है यो ग्लिच हो कि के हो मलाई थाहा छैन है. समथिङ भेरी स्पेसिफिक ह्यापन्ड होइन. म यत्तिकै भिडियो एडिटिङको कामहरू गरिरहेको थिएँ अनि आई जस्ट ऱ्यान्डमली चेक माई फेसबुक फलोवर्स. यु वन्ट बिलिभ है, BBC नेपाली न्युज विथ 4.4 मिलियन फलोवर्स फलोड मी. अब यो ग्लिच हो कि आई डोन्ट नो है. अब यहाँ हेर्नुहोस् है, म मेरो फलोवर्समा गएँ होइन, एन्ड देयर इज BBC नेपाली सेवा विथ 4.4 मिलियन फलोवर्स क्या इन माई फलोवर्स लिस्ट. यो अब यसलाई रिफ्रेस गरौँ है फेरि एकचोटि अनि मेरो फलोवर्स हेरौँ होइन. BBC नेपाली सेवा विथ 4.4 मिलियन फलोवर्स. मलाई थाहा छैन यार यो के भयो यार. आई डोन्ट नो, मैले यो भिडियो पोस्ट गर्छु गर्दिनँ पनि थाहा छैन मलाई होइन. अहिले चाहिँ म पोस्ट गर्दिनँ. मैले पोस्ट गरेँ भने नि पछि अब उहाँहरूलाई यो ग्लिच भएर रियलाइज भइसकेपछि यो यदि मलाई अनफलो गर्नुभएछ भने यो एज अ फन म पोस्ट गर्छु. आई कान्ट बिलिभ मलाई BBC नेपाली न्युजले किन फलो गर्नुभयो मलाई थाहा छैन होइन. सायद उहाँहरूको एडमिन कसैले मलाई फलो गर्नु खोज्नु भएको थियो होला अनि बाई चान्स BBC नेपाली पेजबाट फलो गर्नुभयो होला. त्यो हुनसक्छ. अझै यसलाई अझै भेरिफाई गर्नको लागि BBC नेपाली पेज खोलेर पनि हेरौँ है कसलाई फलो गर्नुभएको रहेछ. अब यहाँ अघि तपाईँहरूले देख्नु भएन, यहाँ BBC नेपाली छ होइन. अब म यसलाई क्लिक गर्छु है त. सो BBC नेपालीको पेज खुल्यो. अब लेट्स गो टु देयर फलोइङ. 13जनालाई फलो गर्नुभएको रहेछ उहाँहरूले. एन्ड आई एम वान अफ देम. माई गड, दिस इज मी गाइज. म यार आई टक एबाउट नेपाल. एजुकेसनको कुराहरू गर्छु म, स्कलरसिपको कुराहरू गर्छु म, नेपाली स्टुडेन्टलाई हेल्प होस् भनेर. अब त्यो हिसाबले उहाँहरूको कुनै एडमिनले चाहिँ अब स्कलरसिपको इन्फर्मेसनको लागि मलाई फलो गर्न खोज्दाखेरि चाहिँ BBC नेपालीको पेजबाट म फलो भएको रहेछु भने चाहिँ त्यो अब द्याट्स अ डिफ्रेन्ट स्टोरी. त्यतिका अनि त्यो रेकर्ड गरेको क्या पछि हेर्न पाएँ नि त मेरो रियाक्सन के भएको थियो भनेर. म खै के सोध्छ यसलाई यार. आइम इन द फलोवर लिस्ट अफ BBC नेपाली. ओ माई गड, यसलाई एकचोटि रिफ्रेस गर्छु यार, फेरि एकचोटि हेर्छु यार. हो म त्यहीँ छु, अझै छु यार, अझै छु यार, म त्यहीँ छु यार, म यार. यदि त्यो ग्लिच भएको रहेछ भने चाहिँ एज अ फन स्टोरी यो म पोस्ट गर्नेछु त्यति बेला चाहिँ है त. म विश्वास गरौँ कि नगरौँ भयो क्या. अब BBC नेपाली न्युज फलोइङ मी विथ 4.4 मिलियन फलोवर्स. माई गड, ये क्या हो अरे.